विशेष गरेर यो ठुलो पात गरेको हुन्छ नि, यो चाहिँ बन्दा है गाई। यो चाहिँ ठुलो पात गरेको बन्दा हो। त्यसमा चाहिँ तपाईँको यो हेर्नुहोस्, यो चाहिँ गोलभेडा है त। गोलभेडा यति खतरा छ, यति खतरा छ होइन। तपाईँहरूको चाहिँ म चाहिँ एकजना हाम्रो दाइ हुनुहुन्थ्यो, उहाँको चाहिँ तरकारी खेतीमा आएको थिएँ। त्यसमा चाहिँ पुरै हेर्नुहोस् यत्रो एरिया छ। यो चाहिँ धन्य धन्य कति भित्र बनेको अरे दाइ यो एरिया? भिडियो बनाउन लाग्छु कि होइन त्यो हो नि। यो चाहिँ तरकारी खेती हजुर। ए त्यो काउली हेर्नु, त्यो चाहिँ ए यो ठुलो पात भए जतिको सबै बन्द होइन त। म चाहिँ आज चन्द्रगिरी नगरपालिका यो वडा नम्बर कतिमा पर्छ? एकमा चाहिँ हाम्रो दिदीले चाहिँ तरकारी काउली, बन्दा, गोलभेडा होइन, त्यसपछि लसुन प्याज, अनि त्यसपछि सागहरू होइन, अनि विभिन्न थरी थरीका तरकारीहरू छन् है। त्यो तरकारीको बिचमा चाहिँ म आज यसो घुमघाम गरौँ कि भनेर चाहिँ यतातिर आइरहेको थिएँ। अनि धनियाँ, त्यसपछि यो सबै रहेछ। अहिले चाहिँ सिमीहरू छैन है? त्यहाँ सिमी पनि खोजिरहेको थियो कि मान्छेहरूले। काउली चाहिँ त्यति हुँदैन रहेछ होइन। काउली बिचरा एकजना ए त्यही त काउली कमै देखेँ मैले।